सुनिन्थ्यो केही वर्ष अघिसम्म नेटा दोर्लिङ हङ्दी र अर्खवाङ गाविसमा थुप्रै दलित महिलाहरू स्थानीय कथित उपल्लो जाति भनिनेहरूसँग प्रेममा फँसेर थुप्रै दुःख पाए भन्ने पनि सुनिन्थ्यो र पछिल्लो चरण पनि यदा कदा सुन्नमा आएको छ। तर यसै दोर्लिङ गाविस वडा नम्बर 6 स्थित आइपुगेको छु र यहाँ स्थानीय एकजना दलित युवती मगर समुदायका युवासँग बसेर उहाँका परिवारजनले स्वीकार गरेर एकदम सुखद दाम्पत्य जीवन बिताइरहनु भएको छ। र यस्तो पनि हुँदो रहेछ, आखिर किन अन्यत्र घरभित्र पसाउँदैनन्, किन अन्यत्र बहिष्कार गर्छन्, किन घर निकाला गर्छन्, यी थुप्रै कुराहरूका बारेमा बडा चिन्ताको विषय परिरहेको छ। र यस विषयमा सुखद दाम्पत्य जीवन बिताउनु भएकी एउटा दलित समुदायकी छोरी जो अहिले मगर विनिता मगर भन्नुभयो, तपाईले विनिता मगर बनिसक्नु भएको छ। उहाँ पहिला विनिता विश्वकर्मा हुनुहुन्थ्यो र उहाँ नेटा दोर्लिङ उच्च माध्यमिक विद्यालयमा कक्षा 10 मा पढ्दा पढ्दै एकजना स्थानीय मगर समुदायका युवासँग विवाह गर्नुभएको छ। र कस्तो छ तपाईको दाम्पत्य जीवन? तपाई दलितकी छोरी भएर मगरको घरमा पस्नुभयो, तपाईलाई कुनै चुनौती आयो कि आएन? नै, त्यति चुनौती त आएन। अहिले परिवार तपाईलाई मान्नुहुन्छ? मान्नुहुन्छ मलाई। सासू आमा ससुराले? हजुर, मलाई मान्नुहुन्छ एकदमै, केही भन्नुहुन्न, मलाई माया चाहिँ गर्नुहुन्छ। अरु स्वजातीय विवाह गर्दाखेरि बुहारीलाई भन्दा र तपाईमा के फरक छैन? नै, त्यस्तो केही फरक छैन। माथि राम्रै गर्नुहुन्छ, किन आरोप लगाउने, र मलाई राम्रै गर्नुहुन्छ, नभएको कुरा गर्नु भएन। तपाई प्यारी बुहारी हुनु भएको छ। हजुर। अनि के लाग्थ्यो तपाईको प्रेम हुँदाखेरि यस्तो सफल हो भइएला यो, किनभने पक्कै पनि ठुलो सानो जात त भन्ने चलन थियो गाउँमा, यति सफल भइएला भन्ने लागेको थियो तपाईलाई? खै, मलाई त्यति लाग्थेन। उहाँले मलाई माया गर्नुहुन्थ्यो धेरै, अनि त्यसै मलाई मन पराउनु भयो, अनि मैले पनि उहाँलाई एक्सेप्ट गरेँ। त्यसैमा कति वर्ष चल्यो नि प्रेम? 1.5 वर्ष जति चल्यो। अनि विवाह गरौँला भन्ने लाग्थ्यो? नै, मलाई त्यति लाग्थेन। उहाँले मलाई धेरै मन पराउनु, तिमीलाई मैले बिहे गर्छु, नै भने म मर्छु, तिमीलाई फेरि यदि बिहे गर्न पाएन भने मैले तिम्रो जहाँ पाए नि बेइज्जत गरिदिन्छु भन्नुहुन्थ्यो। त्यसैसरी मैले नि गरेँ, मेरो नि माया बढ्यो अनि गरेँ। यस्तो तपाईले भन्नु तिम्रो भन्नुहुन्छ, यस्तो धेरैले भनेर धेरै दुःख पाएको कुरा पनि छन्। र तपाईँ यसरी यही गाउँमा जहाँ केही दलित युवतीहरू पनि यसरी अन्तर्जातीय विवाह गरेका कारणले बाहिरिनु परेको छ, अड्डा अदालत गर्नु परेको छ, यस विषयमा यो अवस्थामा तपाईँ त सुखद हो नि, होइन? हजुर, मलाई खुसी नै लाग्छ, सुखी नै छु। जे होस्, मलाई श्रीमानले माया गर्नुहुन्छ, मेरो 2टा छोरीहरू छन्, म सुखी नै छु। अनि अहिले श्रीमानको नाम चाहिँ के भन्नु अरे? गणेश घरती हो। गणेश घरतीजी कहाँ हुनुहुन्छ अहिले? साउदी हुनुहुन्छ। कति भयो गएको? 1.5 वर्ष भयो। अनि कस्तो छ, फोन आउने गर्छ? फोन आइरहेको छ, मेरो श्रीमानले फोन गरिराख्नुहुन्छ, अनि फेसबुकमा नि कुरा भइरहेको छ, गरिराख्नुहुन्छ। माया चाहिँ गाउँमा भए पनि चलाइन्छ कि? हजुर, चलाइन्छ अलिअलि। अनि जस्तो अन्यत्र यस्तो विवाह गरेर, अन्तर्जातीय विवाह गरेर दुःख पाएका छन्, होइन? कि कथित उपल्लो जात भन्ने युवाहरूलाई के भनेर तपाईँ त्यो प्रोत्साहित गर्न चाहनुहुन्छ? किनभने हिम्मतको कुरा रहेछ नि त, यहाँ त समाजसँग लड्ने चुनौतीको कुरा रहेछ नि त। हजुर, तर मलाई समाजले अपहेलना त गरेन है, तर गर्न खोजे पनि मेरो श्रीमानले मान्नु भएन। मेरो यही हो, मैले तिमीले जे गर्ने गर, तर मेरो यही हो जिन्दगी, मेरो यही नै हो मृत्यु, यही नै हो मेरो जीवन भन्नुभयो। तर मलाई धेरै माया गर्नुभयो। तपाईहरुले पनि तपाईहरुलाई नि यस्तै गर्छन् भने, दलितको छोरी लगाएर यस्तो उपल्लो जातिकाले तपाईहरुलाई अपहेलना गर्छन् भने तपाईहरुले लड्नु पर्छ, तपाईहरुले यति भन्ने साहस राख्नु पर्छ, तपाईहरुले गर्नुस्। यदि दुःख गरेपछि मेहनतको फल भइहाल्छ। तपाईहरुले नि कस्तो खालको प्रेम गर्छ त्यसले पनि तपाईहरुले बुझ्नु पर्यो नि त। फेरि तपाईहरुले बुझेर अलि राम्ररी योग्यताले
मलाई कस्तो माया गरेको, यसले मलाई स्वार्थको लागि गरेको हो कि यसले मलाई जीवन साथी भनेको कि यसले मलाई भनेर तपाईहरुले धेरै गरेर सोचेर गर्नु होला। माया गर्ने भए मलाई त धेरै माया गर्नुहुन्थ्यो, तर मलाई त लाग्ने थिएन। तपाईलाई के यो जस्तो घरको चुलो भित्रमै बसाइ सुरुमै के भयो? त्यस्तो मलाई अपेलना गर्नु भएन, त्यस्तो अन्तर्जातीय विवाह गर्नु त्यस्तो अपेलना गर्नु भएन कि मलाई। अनि श्रीमान चाहिँ विदेशमा हुनुहुन्छ हैन, अनि श्रीमानलाई के भन्न मन लाग्छ मलाई? उहाँलाई मैले के भन्ने, धेरै माया गर्छु, उहाँले मलाई माया गर्नुहुन्छ, त्यस्तै गरिराख्नु होला मलाई माया, त्यस्तै भन्न चाहन्छु। चन्द्रमा बेदाग छौ तिमी, दाग छ त्यो चन्द्रमा बेदाग छौ तिमी, सुन्ने लाग्छ त्यो ठाउँ जहाँ छैनौ तिमी। मलाई लुकी छिपी भए पनि माया गर्नु है, मलाई लुकी छिपी भए पनि माया गर्नु है, सपनी र विपनीमा मलाई सधैँ भेट्नु है, मरिसाएर बसे पनि फकाउनु है, मरिसाएर बसे पनि फकाउनु है। सबैतिर यस्तै होस्, अन्तर्जातीय विवाह गरे पनि अबको जमानामा जाति पाति केही छैन भन्ने कुराको पाठ सिकुन् सबै। जबकि गुल्मीको दोर्लिङ गाविस एकदमै विकट गाविस मानिन्छ र यस्तो गाउँमा त यति परिवर्तन आयो भने सदरमुकाम तमगास जस्ता ती सेरोफेरोका गाउँ जस्ताहरूमा अझै पनि दलित जाति भनिने, घृणा गर्ने र भइसकेको प्रेमलाई पनि अस्वीकार गरेर केटाकेटीको मन मिल्दा पनि उनीहरूले चाहिने बाबुआमाहरूले विभिन्न बहानामा विभिन्न षड्यन्त्र गरेर छुट्याउने जुन प्रयत्न गरिरहेका छन्, त्यो पाप अन्य गाउँका मान्छे नगरून्। यो देखासे कि यो विकट गाउँका मान्छेहरूको यो सकारात्मक कदमलाई अन्य जुन शहरमा बस्ने मान्छेहरूले पनि सिकुन् भन्ने आग्रह गर्दै हामी यस दोर्लिङ गाउँको यस सकारात्मक समाचारबाट, यस घरबाट हामी बिदा हुन चाहन्छौँ। धन्यवाद। मेरो जीवनको जिउने सार, जीवनको जिउने सार, बाउलाई भन्छन् दलबहादुर परियार, नयाँ जमाना जीवनको जिउने सार, जीवनको जिउने सार, बाउलाई भन्छन् दलबहादुर परियार, नयाँ जमाना काटेर जात मान्छेको राता यो समय समाना, काटेर जात मान्छेको राता यो समय समाना।